नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईहरु सबैजनालाई फेरि पनि मेरो अर्को भिडियोमा। पहिला हाम्रो पुर्खाहरु हजुर माथि डाँडामा बस्थे रे। त्यो ठाउँकोलाई त्यहाँ बसेकोले त्यहाँ हाम्रो भाषामा त्यहाँ चुस्याउने। हजुर त्यहाँ चुस्याएको कारणले चुस्याउँदै अहिले परिवर्तन भएर अहिले च्याङ्लुङ हुन आएको। चुसाउने भनेको चाहिँ के? अब स्थापना भएको। ए त्यहाँ चाहिँ उताबाट आएर त्यहाँ थापना भएको। त्यहाँ बस्छ त्यहाँबाट गर्दा गर्दै यहाँ त्यो चुस्याउने भनेर चुस्याउने भन्दा चुङ्नु भयो, चुङ्नु भन्दा च्याङ्लुङ भयो। यतातिर एकदम फेमस हो नि। यो त तपाईहरु बनाइबाट टिपेर लिएर आउनुहुन्छ खनेर ल्याउने हो सर है? खनेर ल्याउनु पर्छ है। त्यो त एउटा जमिन भित्र वनबाट जेल हुन्छ। जमिन भित्र यो तरकारी भनेको अर्को तरकारी भनेको यो चाउलो गाउँको जति अरू ठाउँमा छैन है। सिजनको तरकारी। आज म तपाईहरुलाई एउटा यस्तो गाउँमा लैजाँदैछु जुन गाउँको नाम तपाईहरु मध्ये धेरैले सुन्नुभएकै छैन होला। गाउँको नाम रहेको छ च्याङ्लुङ। समुद्री सतहबाट करिब 1400 मिटरको उचाइमा रहेको यो गाउँ कास्की जिल्ला अन्तर्गत सार्दीखोला गाउँ विकास समितिमा पर्दछ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यो गाउँ गुरुङ गाउँ भए तापनि अन्य जातजातिहरू पनि मिलेर बसेको देख्न सकिन्छ। र अन्तिममा यो गाउँको स्थानीय दाजुको रमाइलो गफ पनि सुन्नेछौँ। कसले रोप्ने या उब्जर्ने कसले गर्ने यस्तै हो। नगरमा यो ठाउँ एकदम राम्रो छ नि। यो च्याङ्लुङ गाउँ त हिमालको हावा पनि छेक्ने है। न्यानो अहिले यो गर्मीमा के अरे जाडोमा त्यति साह्रै अरू ठाउँमा जस्तै यस्तो हुनु पर्दैन। यहाँ सब माट अब आल्सी बरेहरू आल्सी लगाएपछि त तानेर लैहाल्यो त के गर्ने त। बरेहालेर आल्सी भएपछि अहिलेको फर्स्ट छुट्टीमा ठिकै पारिराख्यो, दोस्रो छुट्टीमा त लैहाल्यो। बरेले लैहाल्ने नि बच्चाको न्यु गरे बरे। च्याङ्लुङ गाउँको यात्रा म यो भुर्जुङ खोलाबाट सुरु गर्दैछु। भुर्जुङ खोला कता छ भन्ने जिज्ञासा तपाईमा छ भने लामाचौर चोकदेखि उत्तर लागेर चितेपानी हुँदै 15-20 मिनेटमा यहाँ आउन सकिन्छ। भुर्जुङ खोलाबाट करिब 5 मिनटको दूरीमा एउटा सानो पुल आउँछ। त्यो पुलबाट दाहिने लागेर अगाडि बढ्नुपर्ने रहेछ। सुरुको बाटो अलिकति कच्ची भए पनि अलि पर पुगेपछि राम्रो बाटो भेटिन्छ र यो बाटो उता माथि गाउँसम्मै पुगेको रहेछ। हजुर नमस्ते। यो गाउँको नाम च्याङ्लुङ हैन? च्याङ्लुङ कि चाङलुङ? च्याङ्लुङ। आउँछ कि गुरुङ हो कि मिक्स्ड हो यो है? मैले तपाईहरुको चाहिँ के होमस्टे हो? चिया खान पाइन्छ? खान
कताबाट हो यो बाटोतिर हाने पार्दैन पेसाको हाने पार्छ त्यति हो धेरै आयो भने त्यो अलि धेरै आयो यो कहिले पनि नखाएको भएर होला मलाई त कस्तो कस्तो लाग्यो अलिकति चाहिँ चाख्दै म जुठो गरेँ नि ल यो त यतातिर एकदम फेमस हो नि प्रयोग भयो यो त तपाईहरु बनाइबाट टिपेर लिएर आउनुहुन्छ खनेर ल्याउने हो सर है खनेर ल्याउनु पर्छ है यो त एउटा जमिन भित्र वनमा जेल हुन्छ जमिन भित्र यो चाहिँ पाखामा हुन्छ कि त्यो समथरमा कोही भिरलो कोही पाखा त्यो त सम्ममा पनि हुन्छ कोही भिरलो झाडी साडी भिरलोमा पाए त खन्न सजिलो भयो कि अब त्यस्तै हो अब कोही कसै ठाउँमा हुन्छ कोही कसै ठाउँमा हुन्छ त्यो आफ्नो भाग्यको ख्याल कोही दिनुहुँदै खने एउटा ठाउँमा पनि देखिन्न अनि त यता तपाईँहरूको टुसा पाउँछ पाउँदैन टुसो त पाउँदैन थिएन अहिले सिजनमा त पाउँछ नि त सिजनमा पाउँछ टुसाकै झाडी हो यो त फेरि घारे हो यता टुसा यो टुसाको हामी नगए पनि टुसो घारे हो टुसा उत्पादन गर्ने ठाउँै यही त्यही त यो ठाउँ हो जति अरू ठाउँमा पाउँदैन त्यही त टुसा सबभन्दा पाउने ठाउँ यतै हो यो तरकारी भनेको अर्को तरकारी भनेको यो चाउलो गाउँको जति अरू ठाउँमा छैन है सिजनको यहाँ त ताके मात्रै चाहियो नुन खोर्सानी चाहियो त्यति मात्रै हो क्या अहिले भर्खरै ऊ त्यहाँ ख्यास गएर अब यो साउन भदौ जेठदेखिको लिएर वैशाखदेखिको लिएर ताके बसेर आयो ख्यास गयो अहिले भर्खर ल्यायो झाम्रा भइहाल्छ न्युरो सिउरो अब ढगाउनेले कुरोलो अनि यता घरधुरी कति छ नि यता घरधुरी त थुप्रै छ नि मान्छे पो थोरै छ त है मान्छे सबै लाउरे होला यताको है लाउरे भएर त उहाँ सबै पोखराले भयो के अरे पोखराबाट काठमाडौँ कोही अमेरिका हङकङ कोही अमेरिका सबै बाहिर अनि नभएर पनि उहाँहरूको सबै फेरि केही पनि बेगेको छैन सबै यहीँ छ आउने बाटो गरिरहेको छ यता खेती गर्ने उता गएर बस्ने होइन खेती नै कि जग्गा जमिन यहीँ छ हजुर लालपुर त यहीँकै छ आफूहरू चाहिँ उता अलि धेरै कमाउने ल्याउने अहिलेको प्रचलनै त्यस्तै भइसक्यो नि है गाउँबाट झर्ने सहरतिर सहरबाट फेरि विदेशतिर लाग्छन् विदेशबाट फेरि गाउँतिर आउँछन् हामी त्यो त अरू कुरै होला रमाइलो गर्नुलाई होइन कोही त विदेशबाट आफ्नै गाउँमा फर्केर गाउँलाई बनाएको नि छन् नि त्यो हुन्छ कोही त्यस्तो हुन्छ नि कोही त्यही बल्न हुने आसी लाग्ने केही अनि यो गाउँको नाम च्याङलुङ कसरी च्याङलुङ कसरी भयो च्याङलुङ भनेको के हो उहाँ सोलिराजा सोध्नुहोस् है उहाँसँग सोध्नुहोस् खास पहिला हाम्रो पुर्खाहरू हजुर माथि डाँडामा बस्थ्यो अरे त्यो ठाउँकोलाई त्यहाँ बसेकोले त्यहाँ हाम्रो भाषामा त्यहाँ चुस्याउने हजुर त्यहाँ चुस्याएको कारणले चुस्याउँदा अहिले परिवर्तन भएर अहिले च्याङलुङ हुन आएको चुसाउने भनेको चाहिँ के अब स्थापना भएको ए त्यहाँ चाहिँ उताबाट आएर त्यहाँ स्थापना भएको त्यहाँ बस्छ त्यहाँबाट गर्दा गर्दै यहाँ त्यो चुस्याउने भनेर चुस्याउने भन्दा चुनु भन्दा च्याङलुङ भयो बाजेहरूको कुरा अनुसार अनि तपाईँ चाहिँ यहाँ बस्नुभएको तपाईँ त बच्चैदेखि बस्नुभयो होला हामी त बच्चैदेखि है
अब बच्चादेखि हो अन्तिमसम्म नि यहीँ होला हामी त तपाईँ त झन् भाग्यमानी हुनुभयो नि त आफ्नै गाउँठाउँमा बस्ने बच्चैदेखि एक किसिमले भाग्यमानी नि भयो एक किसिमले अब के भाग्यमानी भन्ने मान्छेलाई बच्चादेखि हो वृद्धसम्म चाहिँ दुःखै गरिरहनु पर्ने नि मान्छेलाई जति भयो नि पुग्दैन है आफ्नै तपाईँ आफ्नै ठाउँमा बस्नु पाउनु भयो यो त एकदम सोच्दाखेरि गौरव हो के अरे त्यही त तर धेरै पाएपछि गाउँमा बसेर अलिक हेलाइ हुन्छ क्या ए त्यो त गाउँमै बस्छ अहिलेसम्म भन्छ सोध्नेले त्यो पनि सोच्छ होला पहिले फेरि हो तिमी त गाउँमा बस्यो ठिक छ तिमीहरू त गाउँमा बस्यो फुर्तिलो हुन्छ रसिलो हुन्छ अर्ग्यानिक खाएछ भन्छ त अरूभन्दा तपाईँहरू धेरै बाँच्नु हुन्छ त कति कति वर्ष हुनुभयो म हजुर कति भयो होला तपाईँ 60-65 हुनुभयो क्या 60 पुग्यो होला हजुर त्यही त गाउँठाउँको मान्छे अब उयो पोखरातिर बस्ने काठमाडौँतिर बस्नेहरू 50 वर्षमै बुढो चाउरी भएर कस्तो भन्छन् अन्त अझ बाहिर हेर्दा हेल्दी हुन्छ नि त्यही त नि यता गाउँठाउँ तपाईँको शान्त ठाउँ आखिरमा मान्छेलाई चाहिने यस्तै ठाउँ हो क्या अन्तिममा पहिला सुरुमा अब तपाईँ के अरे अब जवानीमा जति विदेश कुदे पनि हाउ खोजे पनि अन्तिममा आएर मान्छेले खोज्ने यस्तै बस्ने त यहाँ हजुर स्वास्थ्यको लागि यहाँ ठिकै हो तर यहाँ बसेर पनि के गर्ने त्यही त आफ्नो हुनु सबै बजारबाट खाने बल्याउने त्यही त त्यस्तो हुनु लाग्यो यहाँकै उत्पादनमा बढी जोड दिनु लागेन सरकारले अब त्यस्तो गरेको पनि अब अलिकति तरकारी रोप्ने बेला बारीमा तरकारी रोपिकन बिहानै पोखरा जान्छ त कसले रोप्ने या उब्जने कसले गर्ने त्यस्तै हो नगरमा यो ठाउँ एकदम राम्रो छ नि यो च्याग्लो गाउँ त हिमालको हावा पनि छेक्ने है न्यानो अहिले यो गर्मीमा के अरे जाडोमा त्यति साह्रै अरू ठाउँमा यस्तो हुनु पर्दैन यहाँ सब माटो पनि एकदम राम्रो छ हाम्रो है जहाँ लगाए पनि त्यो खेती त्यो अन्न छरिदिएपछि हुने त्यस्तो माटो छ होइन राजा है एकदम कालो माटो पाको माटो त्यो रातो सातो बन्दीपुरको जस्तो त्यो रातो होइन हाम्रो यहाँ हो एकदम राम्रो माटो थियो सबै अब हुने खाने अब अल्छी बरेहरू अल्छी लगाएपछि त तानेर लैहाल्यो त के गर्ने त बरेहाल्यो अल्छी भएपछि अहिलेको फर्स्ट छुट्टीमा ठिकै पारिराख्यो दोस्रो छुट्टीमा त लैहाल्यो बरेले लैहाल्ने पनि बच्चाको न्यु गऱ्यो बरेले ल्याइहाल्यो त्यस्तो पनि कृपया भिडियोमा कमेन्ट गर्नु नभुल्नु होला अनि मन परेमा लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।